हेलो वेलकम टू माई न्यू ब्लग। म आज फेरि ब्लग लिएर आइसकेको छु अनि हामी चाहिँ फेरि आज घुम्न जाँदैछौँ। हेर्दै गर्नुहोला हामी कहाँ कहाँ जान्छौँ तपाईलाई देखाउँछौँ। अहिले चाहिँ साथीको घर जाँदैछौँ, त्यहाँ खानासाना खाएर अनि हामी चाहिँ बाहिर एकछिन घुम्न निक्लिने। ओके हेर्दै गर्नुहोला। त्यहाँ कहाँ गएको तिमी? हामी चाहिँ निक्लिसक्यौँ बाहिर, जाँदैछौँ घुम्न। औ छोरी अगाडि अगाडि। हामी चाहिँ जाँदैछौँ, पुग्न आँट्यौँ। अब 5 मिनटमा चाहिँ हामी साथीको घर पुग्छौँ अनि खानासाना खाएर हामी फेरि त्यहाँबाट चाहिँ निक्लिन्छौँ। अगाडि अगाडि हिँड्दैछन् बाउ छोरी। ओके म चाहिँ साथीको रुममा आइसकेको छु। अब यहाँ खानासाना खाएर अनि निक्लिन्छौँ हामी चाहिँ बाहिर। साथीहरू चाहिँ रेस्ट गरिरहेको रहेछ पुरा। ओके हामी चाहिँ साथीको घरबाट निस्किसकेको छौँ। अब चाहिँ हामी बाहिर घुम्न यसो यताउता जाँदैछौँ अनि साथी पनि रेडी भइसक्यो। अब हामी चाहिँ जाने बाहिर। अनि कहाँ जान आँटेको त चाहिँ? हेलो किधर जा रहे हैं आप? देखो ये क्या कर रहे हैं? हाँ पंडित किधर जा रहे हैं आप? घूमने के लिए। इसको कुछ बोलो, देखो कैसे चल रहे। चीटी नहीं कर रहे। देखो अनि हामी चाहिँ लिफ्ट वेट गर्दैछौँ। अब हामी चाहिँ अनि जाने। कहाँ जाने है? कहाँ जाने तिमी? घुम्न? वाट इज योर नेम? विनीता विनीता तिमी मान्छे के हो? माया। माया हो। मेरो साथीहरू पनि रेडी भएर आइसक्यो। यो चाहिँ साथी, यो चाहिँ मेरो भाइ अनि यो चाहिँ बच्चाहरू। अब चाहिँ हामी निक्लिन्छौँ। बुकिङको यसरी लिन्छ त त्यसमा छैन कति रहेछ? मतलब बुकिङ गरिसकेको आउँदैछ। 3 मिनट। हामी चाहिँ ट्याक्सी वेट गर्दैछौँ अनि बुकिङ गरेको छ, आउँदैछ अरे। अनि त्यस पछाडि चाहिँ हामी जान्छौँ। हामी चाहिँ जाँदैछौँ। यहाँदेखि आधी घन्टा 20 मिनट लाग्छ अरे गाडीमा। अनि हामी चाहिँ जाँदैछौँ। हेलो हेलो ओए सुदीप, कस्तो लाग्दैछ त तँलाई घुम्न जान? वाउ ओए हामी चाहिँ जाँदैछौँ। त्यहाँ चाहिँ एकदमै लाइटहरू के हुन्छ अरे, अनि त्यो हेर्नलाई जाँदैछौँ। अनि तपाईँहरू पनि हेर्दै गर्नु होला हामीसँगै के हुन्छ त्यहाँभित्र भनेर चाहिँ। ऊ त्यो देखिँदै गरेकोमा गएको हामी चाहिँ। कस्तो दामी उधरी होइन? हामी चाहिँ आएको मनार अल्सादियत। अनि हामी चाहिँ अब यहाँबाट भित्र जानुपर्ने हो। के छ यहाँभित्र चाहिँ मलाई चाहिँ थाहा भएन। हेर्दै गर्नु होला तपाईँहरू पनि। हेलो इधर ही। ये क्या है? क्या है? किधर आए हैं हम लोग? से एकदम कंफ्यूज में है, किधर आया किधर, मतलब वो जगह कंफर्म करके जाने का था। एक्चुअली ये क्या है? हाँ आराध्या आ जाओ। public place to visit, but it's closed. Closed? Yeah. But tomorrow will be
during the day, okay, but the time is. But there is another. There is one Manar. I think there is a Lulu. I think there is a light. Yeah, that's Manar Abu Dhabi. This is Manar Al Saadiyat. You can Google where they Where in Abu Dhabi? Jubail Island. Jubail? Yeah. It's far from here. Not this Around one. 20 minutes. Around 20 minutes today. You can search by where they can do it. That's Manar Abu Dhabi. This is Manarat Al Saadiyat. Yeah. Manar Abu Dhabi, it's feel after too much light, Yes, too much. exactly. I thought this is the one. This is Manarat Al Yes. Saadiyat. Even the taxi driver will purpose here. Sorry? Even the taxi driver purpose also here. Allah? Yes. हामी चाहिँ यहाँबाट फर्किसक्यौँ किनकि गलत जग्गामा आइछौँ हामी चाहिँ यो ठाउँ चाहिँ होइन रहेछ हामी आएको हामी चाहिँ यो भनेर गयौँ होइन पहिला पनि अनि होइन रहेछ अनि फेरि अर्को ठाउँमा गयौँ त्यहाँ पनि बन्द भइसकेको रहेछ क्या अनि हामी चाहिँ फर्केर आउनु पर्यो त्यति टाढाबाट अहिले हामी फर्केर फेरि रुमतिर जाँदैछौँ आज हाम्रो घुम्ने बेकार प्लान भयो ब्याड लक रहेछ छिट्टै बन्द भएछ आज चाहिँ अनि त्यही भएर फर्केर हामी चाहिँ फेरि रुम जाँदैछौँ चाहिँ घुम्नलाई गएको होइन अनि त्यहाँबाट फेरि त्यही ट्याक्सीमा हामी चाहिँ वापस आइसकेछौँ एकदम गलत जग्गामा गयौँ एकचोटि अनि फेरि हामी अर्को ठाउँमा गयौँ लास्टमा क्लोज भइसकेको रहेछ अनि फेरि त्यहीमा गाडीमा फेरि हामी वापस आइसक्यौँ अनि कस्तो लाग्यो त आजको घुमघाम यस्तो पनि हुन्छ त फेरि त्यसमै अनि हामी फर्केर आयौँ त्यतिका बेकार भयो गएको आजको दिन त्यतिर साथीहरूकोमै खानासाना बनाएर खाने भनेर यहाँ सामानहरू लिन आयौँ मार्केटतिर घुमेर गल्यौ तिमी चिकन लाने हो कुन लाने यो मिठो हुन्छ यो हिजो कुन लागेको र हामी चाहिँ चिकन लियौँ अनि अब गयौँ जाउँ उसले त के खानु के को यसो हामीले चाहिँ चटपटे बनायौँ साथीहरूकोमा आएर अनि चटपटे पार्टी चलिरहेछ फेरि खाना चाहिँ पाक्दैछ जिन्दगीमा अनुहार नआओस् भन्थ्यो त्यसले त गुड ओ यो त मेरो साथी हो तिमी नखाऊ है यसलाई सौतो दे हाल्ने नि थोरै कैसा लगा आपको अच्छा है ओके हामीले चाहिँ खानासाना पनि खाइसक्यौँ अनि चाहिँ हामी चाहिँ यहाँबाट जान आँटेको साथीले खानासाना बनायो हामीले चाहिँ अघि नै खाएको अहिले चाहिँ साथीहरू खाँदैछ यसले त कहिले देख्दैन कि प्याज राख्ने कहाँ छ के हो त्यसको माथि अनि हामी चाहिँ अब लाग्छौँ घरतिर मैले बनाए भयो खानु हामी चाहिँ साथीहरूकोबाट निक्लिसकेको छौँ अब रुमतिर जान्छौँ खानासाना खायौँ बस्यौँ अनि घुम्न गएको पनि रङ जग्गामा गएर घुमाइ पनि भएन अनि त्यही भएर अब चाहिँ निक्ल्यौँ साथीकोबाट खानासाना खाएर हामी चाहिँ जाँदैछौँ बाटोमा रुमतिर हेलो आपको कैसा लगा घुम के मजा आयो खाली हामी चाहिँ गाडीमा मात्रै बसेर वहाँ पुगेर आएको बेकारमा गएको भरे बन्द रहेछ थाहै थिएन आराध्या आऊ आऊ ऊ सानो छ नि त बहिनीलाई बोकेको भनेर एउटा मेरो छोरी चाहिँ उसलाई पनि बोक्नु पर्यो अरे म चाहिँ सक्दिनँ बोक्नु अनि आउँदिनँ त्यही बसिरहेको छु आऊ बाबा छिटो आऊ छिटो छिटो जाने नहीं हम लोग चलो हम लोग जाएगा वो ऑटोमेटिक आएगा
आराध्या तिमी आउँदिन मलाई बोक भन्यौ नि हेर त यहाँ भालु रहेछ अब खाने भयो बोक्न लायो भने त भालुले खान्छ यहाँ चाहिँ भालु डान्स रहेछ जाँदा जाँदै बाटोमा जाने तिमी जाने डर लाग्छ तेरो छोरी चाहिँ डराइ डर लाग्यो बेबी लुकिरहेछ जाऊ तिमी म भिडियो बनाइदिन्छु जाऊ उता पक्ड न केही पनि हुँदैन उसलाई चाहिँ डरले पछाडि पछाडि लुकिरहेछ भालुले खान्छ अरे ठुलो आयो जाऊ न जाऊ केही हुँदैन म फोटो खिचिदिन्छु जाऊ डराइयो चाहिँ गएन हेर त तिमी रोएर पो त रोयो भने त झन् खान्छ भालुले रुने कि नरुने बोक्न लाउने कि नलाउने आचालाई ओके चाहिँ सानो छोरी पनि देखेर डराइ लेके जाओ ना सामने लेके जाओ क्या करेगा चलो सामने लेके जाओ डर आई डर आयो किन रोको भालुले खान्छ भनेर नै चकचक गरो रोयो दुःख दियो भने चाहिँ नै सुन न चकचक गरो दुःख दियो भने चाहिँ भालुले खान्छ हैन नत्र भए खादैन लु हिँड अब जाउँ त्यसो भए डर लाग्यो भने नै अब जान्छौँ हामी चाहिँ घर ओके फाइनली हामी चाहिँ रुम आइसकेको छौँ एकदम गल्यौँ घुम्न नि पाइनौँ गयौँ फर्क्यौँ साथीहरूकोमा बस्यौँ खानासाना खायौँ एकछिन रमाइलो गरेर अनि हामी चाहिँ रुम फर्किसकेको छौँ आजलाई चाहिँ यति नै मेरो ब्लग अब भोलि नयाँ ब्लग हेर्दै गर्नु होला मेरो च्यानललाई चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला मलाई चाहिँ त्यति आउँदैन ब्लग बनाउन त्यही पनि म ट्राई गर्दैछु सपोर्ट गरिदिनु होला सबैले ओके बाई बाई